यो 2081 सालको एसीमा कति विद्यार्थीहरू सहभागी भएका थिए, कति परीक्षा केन्द्रहरू कायम गरिएका थिए, यो सम्बन्धी विवरणहरू जानकारीहरू पाउनुहोस् सर। धन्यवाद, नमस्कार। यो 2081 सालको एसी परीक्षामा जम्मा 5,14,071 जना विद्यार्थीहरू सहभागी हुनुभयो। यसमा 2,56,311 जना छात्र अनि 2,57,730 जना छात्र र 30 जना चाहिँ अन्य विद्यार्थीहरू हुनुहुन्छ। उहाँहरूको व्यवस्थापन गर्नको लागि परीक्षा नियन्त्रण कार्यालयले 50 वटा परीक्षण केन्द्र निर्धारण गरेको थियो। यो चाहिँ उत्तर पुस्तिका परीक्षण र सम्परीक्षणको लागि निर्धारण गरिएका केन्द्रहरू हुन् मूल रूपमा। त्यहीबाट देशभरि 50 वटा केन्द्रबाट व्यवस्थापन गरियो। यो परीक्षा चाहिँ कति गतेदेखि कति गतेसम्म भएको थियो? यो परीक्षा 2081 चैत 7 गतेदेखि चैत 19 गतेसम्म सञ्चालन भयो। यो शिक्षक आन्दोलनका कारण केही समय प्रभावित पनि भयो हो क्यारे होइन, उत्तर पुस्तिका परीक्षणको कुराहरू चाहिँ? हो, यो चाहिँ कस्तो भयो भने परीक्षा सकियो अनि हामीले उत्तर पुस्तिकाहरू परीक्षण केन्द्रमा पठायौँ। पठाइसकेपछि शिक्षकहरू आफ्नो हक हिततिर लाग्नुभयो। त्यसले गर्दाखेरि हामीले समयमा परीक्षण गर्न सकेनौँ, सम्परीक्षण गर्न सकेनौँ। 29 दिनसम्म उहाँहरू काठमाडौँमा हुनुहुन्थ्यो र हामीलाई चाहिँ परीक्षा नियन्त्रण कार्यालयलाई जम्मा 32 दिन ढिलाइ भयो र 32 दिन ढिलाइलाई हामीले चाहिँ विद्यार्थीको हक हितमा काम गर्दाखेरि त्यसलाई अगाडि ल्याउने प्रयत्नमा काम गऱ्यौँ। तर शिक्षकहरूले समय मिलाएर त्यो बेलामा स्कुल पनि सञ्चालन भयो अनि परीक्षण पनि गर्नुपर्ने भयो, उहाँहरूलाई बाध्यता आइलाग्यो। त्यसैले भने जति समय त दिन सक्नु भएन, तर समय निर्धारण गरेर उहाँले कापी परीक्षण सम्परीक्षण गरिदिनु भयो अनि हामीले अलिकति चाँडो, सोचेभन्दा केही चाँडो काम गर्न सम्भव भयो। अहिले हाम्रो अवस्था स्थिति कुन ठाउँमा छ, कहाँ पुगेका छौँ हामीहरू अहिले नतिजा प्रकाशनको सन्दर्भमा भन्नुपर्दाखेरि? धन्यवाद सर। यो नतिजाको सन्दर्भमा भन्दा 3 चरणका कामहरू हुन्छन् परीक्षामा। एउटा उत्तर पुस्तिका परीक्षण सम्परीक्षणको काम, त्यो सम्पन्न भयो। दोस्रो, त्यसलाई विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क, पहिले त प्राप्ताङ्क नै भनिन्छ ग्रेड भए पनि, त्यो प्राप्ताङ्कलाई प्रविष्टि गर्ने काम त्यो सम्पन्न भयो। अहिले हामी तेस्रो चरणको काम गरिरहेका छौँ। यो भनेको विद्यार्थीको प्राप्ताङ्कलाई रुजु गर्ने काम, उहाँहरूको हाजिरी हेर्ने काम र कतिपय विद्यार्थीहरूले फारम भर्ने बेलामा एउटा केन्द्रमा भर्नु भएको छ र परीक्षा दिने बेलामा अर्को केन्द्रमा जानु भएको छ। कतिपय विद्यार्थीहरू विविध कारणले कोही जेलमा हुनुहुन्छ, कोही कतै हुनुहुन्छ, त्यो हामीले भेरिफाई गर्नुपर्छ। त्यो भेरिफाई गर्ने काम हामी गरिरहेका छौँ अहिले। र यस पछाडि अब कति विद्यार्थीहरूको नम्बर आउँदाखेरि केही विषयहरूमा अत्यधिक माथि, केही विषयहरूमा अत्यधिक तल नम्बर आएको हुनसक्छ। त्यो के कारणले भयो वा हो होइन भन्ने हामीले भेरिफाई गर्नुपर्छ। ती कामहरू गर्न बाँकी छन्। अब अहिले भन्ने हो भने परीक्षाको तेस्रो चरणमा हामी छौँ। यो प्रोसेसिङको चरण हो र यो चरण सकिसकेपछि हामी नतिजा विद्यार्थीलाई दिने काम गर्छौँ। यो अहिले भनौँ न विद्यार्थी, अभिभावक, शिक्षक सम्पूर्णको उहाँहरू सम्पूर्णले प्रतीक्षा गरिराख्नु भएको छ नतिजालाई र कहिले आउँछ भन्ने एकदमै उहाँहरूको व्यग्र प्रतीक्षा छ। ठ्याक्कै भन्नुपर्दा नतिजा कहिले सार्वजनिक हुन्छ? अब यो परीक्षाको नतिजा भन्ने कस्तो कुरा रहेछ भने ठ्याक्कै यस दिनमा भनेर भन्न सकिने स्थिति रहेन रहेछ। कारण के हो भने यो प्राविधिक कुरा हो। कहिलेकाहीँ अब बत्तीले समस्या पार्छ, कहिलेकाहीँ हाम्रो कम्प्युटरले समस्या पार्छ, कहिलेकाहीँ सिस्टमले समस्या पार्छ, कहिलेकाहीँ एउटा नम्बर भेटिएन भने खोज्न जानुपर्छ, धेरै कापीहरू खोज्नुपर्छ। त्यसकारण ठ्याक्कै यो डेट भनेर भन्न सकिने अवस्था छैन। तर म विद्यार्थी भाइ बहिनीहरू, तपाईँ अभिभावकहरू, सरकारवालाहरू सबैलाई विश्वास दिलाउन चाहन्छु, हामी अर्को महिना जाँदैनौँ र हाम्रो परीक्षा नियन्त्रण कार्यालयको योजना अनुसार तेस्रो वा चौथो हप्ताभित्र हामीले चाहिँ अन्त्य, ढिलो भयो भने चौथो हप्ता, नत्र तेस्रो हप्तामा नतिजा प्रकाशन गर्ने तयारी गरेका छौँ। हाम्रो तयारीलाई सबैले साथ दिन सक्नुभयो भने, परिवेशले साथ दियो भने हामी चाँडो, त्योभन्दा त्योभन्दा चाँडो पनि गर्ने प्रयास गर्छौँ। अहिले हामीले परीक्षा नियन्त्रण कार्यालयमा 2 सिफ्टमा काम गरेका छौँ। केही साथीहरू बिहान 5 बजी नै आएर काम गर्नुहुन्छ र बेलुका राति 8 साढे 8सम्म हामीले काम गरिरहेका छौँ। हाम्रो यो गतिले भ्याएसम्म विद्यार्थीलाई अगाडि राखेर, विद्यार्थीलाई थप अध्ययनको लागि कुनै बाधा नपर्ने गरी, उहाँहरूले माथिल्लो अध्ययनको लागि प्रवेश पाउने गरी नै नतिजा प्रकाशन गर्ने काम गरिरहेका छौँ। विगतमा कति गतेतिर या कुन महिनाको कुन हप्तातिर नतिजा सार्वजनिक हुन्थ्यो सर? जस्तै गएको साल के थियो? यसको चाहिँ कस्तो हो भने
परीक्षा सकिएको सामान्यतः 3 महिनाभित्रमा नतिजा प्रकाशन गर्न सकिन्छ। हामीलाई उत्तर पुस्तिका हामीसँग प्राप्त भएको 35 दिनभित्रमा हामीले 35 दिनभित्र होइन 35 दिन लगाएर 36औं दिनमा हामीले नतिजा प्रकाशन गर्न सक्छौँ। अघिल्लो वर्ष सायद असारको 13 गते नतिजा प्रकाशन भएको थियो, तर त्यो सामान्य अवस्थामा हो, अत्यन्त सामान्य अवस्थामा हामीले त्यो बेलामा रिजल्ट गरेका छौँ। यसपालि परीक्षा बोर्डको कार्ययोजना अनुसार असारको 7 गते नतिजा प्रकाशन गर्ने, 7 गतेभित्र नतिजा प्रकाशन गर्ने भनेर भनिएको थियो, भनेको पनि हो, तर हामी 34 दिन ढिलो भयौँ। अब त्यो 7 गतेमा 34 दिन जोड्नुपर्छ भनेर त म भन्दिनँ। त्यो 34 दिनलाई 5 दिन, 7 दिन, 15 दिन कति घटाउन सकिन्छ? मैले 15 दिन घटाउन सक्छु कि 7 दिन घटाउन सक्छु कि? त्यो काम चाहिँ हाम्रो जिम्मामा आएको छ, त्यसरी काम गरेका छौँ। त्यसले यसपालिको चाहिँ अलिकति असामान्य परिस्थिति हो। गत वर्ष सामान्य परिस्थिति हो। हामी सामान्यतः असारको 15 गते नतिजा प्रकाशन गर्नेमा पुग्थ्यौँ। यसपालि केही ढिलाइ हुन सक्छ र त्यो ढिलाइ अलिकति अगाडि ल्याउन पनि हामीले प्रयास गरेका छौँ। त्यो चाहिँ हामीले गरि नै रहेका छौँ। यो एससीको सन्दर्भमा जब नतिजा सार्वजनिक हुन्छ त्यसपछि जुन विद्यार्थीलाई आफ्नो नतिजाप्रति चित्त बुझ्दैन र उनीहरूले पुनर्योगका लागि निवेदन दिन्छन् र निवेदन दिइसकेपछि त्यो उनीहरूको नतिजा परिवर्तन हुन्छ। जस्तै भन्दाखेरि कुनै विषयमा ई आएको छ या डी आएको छ भने ए प्लस हुने त्यस्ता थुप्रै छन्। यो समस्या केले गर्दा भएको? जस्तै ठ्याक्कै भन्नु पर्दाखेरि परीक्षकको बढी लापरवाही देखिएको छ वा हतारमा नतिजा प्रकाशन गर्ने सन्दर्भमा कर्मचारीबाट त्यस्तो जुन डाटा इन्ट्री गर्दाखेरि त्रुटि भए हो या सम्परीक्षककर्ताको हो, के कारणले गर्दा त्यस्तो हुन्छ सर? यसका मेरो अनुभवमा केही कारण छन्। सबभन्दा पहिलो त हामीले कापी पठाउँदाखेरि त्यो प्याकेटिङ गर्ने बेलामा हामीले त्रुटि गऱ्यौँ भने त्यहीँदेखि एउटा केन्द्रको विद्यार्थी अर्कोमा पर्न सक्छ, त्यहाँदेखि झुकिन सक्छ। दोस्रो कुरा, सबभन्दा विशेष काम चाहिँ के हो भने शिक्षकहरू प्रबुद्ध वर्ग हुनुहुन्छ, उहाँहरूले परीक्षण र सम्परीक्षण गर्नुहुन्छ। त्यो परीक्षण र सम्परीक्षण गर्ने अनि त्यसलाई चढाउने क्रममा गल्ती भयो भने सबभन्दा ठुलो गल्ती यहाँ हुन्छ। कहिलेकाहीँ के हुँदो रहेछ भने विद्यार्थीले मानौँ 71 प्राप्त गरेको छ, असाध्यै राम्रो अङ्क प्राप्त गरेको छ, तर लेख्ने बेलामा उहाँहरूले 17 लेख्दिनुहुन्छ, 17 लेख्नुहुन्छ। अब चढाउने बेलामा हामीले 17 चढाएका हुन्छौँ, किनभने त्यो परीक्षकले दिएको हो। अनि अब त्यही होला भन्ने कहिलेकाहीँ भयो, चढ्यो भने पछि फेरि विद्यार्थी त रिटोटलिङमा आउनुहुन्छ, आउँदाखेरि उहाँको चेन्ज हुने हुन्छ। कोही बेला यहाँदेखि गल्ती भएको, कहिले चाहिँ कस्तो भने हामीले फुल्ली रूपमा डिजिटलाइज गर्न सकेका छैनौँ यो सिस्टमलाई। हामी म्यानुअल सिस्टममा पनि काम गर्छौँ अनि पढ्दै त्यसलाई डाटा इन्ट्री गर्दै गर्दाखेरि, जस्तो उदाहरणको लागि बिहान 5 बजेदेखि बेलुका 5 बजीसम्म लगातार डाटा पढ्यो भने हाम्रो आँखाले पनि कहिलेकाहीँ धोका दिएको हुन्छ। एउटा त्रुटि त्यो पनि हो। म सबै त्रुटि अर्काको भन्न चाहन्न, मेरो पनि गल्ती हो। म परीक्षा नियन्त्रक भएको कारणले मैले हेर्न सकिनँ भने पनि कतिपय ठाउँमा त्रुटि हुन्छ। तर विद्यार्थी भाइ बहिनीहरू, तपाईँलाई म के भन्न चाहन्छु भने यसपालि सम्भवतः तपाईँले रिटोटलिङ नै नगर्नु परोस्, गर्नै नपरोस् भनेर हामी पहिले सचेत छौँ। त्रुटि सकेसम्म कम गर्ने, त्रुटिविहीन त नहोला तर त्रुटि सकेसम्म कम गर्ने भन्ने सन्दर्भमा हामीले काम गरेका छौँ। तपाईँले हामीलाई सैद्धान्तिक रूपमा 75 अङ्कको चेक काटेर दिनुभएको छ। तपाईँले जति छ तपाईँसँग पैसा जति माग्नुभयो त्यति नै हामी दिन्छौँ। 75 मागे 75 दिन्छौँ। तपाईँले चाहिँ 25 मात्रै माग्नु भएको रहेछ भने 30 अथवा 40 मागेर पाइँदैन। जति लेख्नु भएको छ कापीमा त्यसलाई शिक्षकहरूले जसरी उतारिदिनु भएको छ, तौलिदिनु भएको छ, त्यो अङ्क गल्ती नहुने गरी तपाईँहरूलाई दिने प्रयास गर्छौँ। तपाईँ रिटोटलिङमा आउनै नपरोस् भन्ने प्रयास गर्छौँ। हामीले त्यो गरिरहेकै छौँ। जस्तै यो भनौँ न, जो रिटोटलिङमा पुनर्योगमा आउँदैनन् ती विद्यार्थीहरूको, नआएका विद्यार्थीहरूमाथि त कतिपय भन्दाखेरि अन्याय पनि भएको भन्न सकिन्छ, किनभने उनीहरू आएको भए नतिजा परिवर्तन पनि हुन सक्थ्यो कि होइन, एउटा हामीले अनुमानको कुराहरू हो। यसले गर्दा यो जुन त्रुटि छ नि, त्यो त्रुटिलाई कम गर्नलाई त्यहाँ लापरवाही भएको हो होइन भन्ने कुराहरू हामीले अध्ययन अनुसन्धान गरेर सम्बन्धित व्यक्ति कसबाट भएको उसलाई सामान्य स्पष्टीकरण सोध्ने लगायतका कुराहरू गरेर कारबाही गर्न सक्ने अवस्था रहँदैन र किनभने अहिलेसम्म परीक्षा नियन्त्रण कार्यालयले त्यस्तो अभ्यास गरेकै छैन भनेपछि
हामीले त कमसेकम त्यस्तो खालको त्रुटि गर्नेहरूलाई कारबाही गर्न सकियो भने यो त कम हुँदै जान्थ्यो होला नि त सर। एकदम गर्न सकिन्छ। यसपालिको परीक्षामा कुनै पनि कसैले त्रुटि गरेको भन्ने प्रमाण मैले भेटेँ भने म कारबाही गरेर देखाउँछु। हजुरले हेरिरहनु होला कसैले गरेको, तर प्रमाण बिना चाहिँ कोही पनि कारबाहीमा पर्नु पनि हुन्न। सही काम गरिरहनु भएको छ, तर मानवीय त्रुटि हो वा नियतवशको त्रुटि हो भन्ने कुरा त्यसलाई छुट्याउनुपर्छ। कहिलेकाहीँ मानवीय त्रुटि पनि हुनसक्छ। मानवीय त्रुटि रहेछ भने सोध्छौँ, हामी त्यसलाई परीक्षण गर्छौँ, तर होइन उहाँले त्रुटि नै गरेको रहेछ भने कारबाहीमा पर्नुहुन्छ। किनभने तपाईँले न्यायको कुरा गर्नुभयो। त्यो विद्यार्थीलाई मार कहिल्यै पनि पर्नु हुँदैन। विद्यार्थी भने हाम्रा भगवान हुन्, त्यसैले विद्यार्थीलाई केन्द्रमा राखेर हामीले काम गर्नुपर्छ। तर विद्यार्थीलाई पनि थाहा हुन्छ मैले 2टा आँप खाएँ कि 3वटा आँप खाएँ भन्ने कुरा उहाँलाई थाहा हुन्छ। त्यसैले परीक्षामा मैले कति लेखेको छु, सामान्यतः कति अङ्क आउँछ भन्ने कुरा विद्यार्थीलाई थाहा हुन्छ, किनकि यो त 10औं वर्ष परीक्षा दिएका विद्यार्थीहरूले गरेको हो। उहाँहरू आफै मेरो चित्तबुद्ध नै छ, मैले गर्नु पर्दैन भन्ने उहाँहरूलाई आफैलाई थाहा हुन्छ। तर अस्वाभाविक देखियो भने त्यतिखेर उहाँहरूले पुनर्योग गर्न सक्नुहुन्छ। पुनर्योगमा परिवर्तन पनि भएका छन्। तर यसपालि म चाहिँ केमा भनेको छु साथीहरूलाई भने पुनर्योग गर्दा पनि उहाँको नतिजा परिवर्तन नहुने गरी अहिले नै हेरिदिनुहोस्, अहिले नै तपाईँले काम गर्नुहोस्। त्यसमा हाम्रो विश्वास बढ्छ। त्यो विश्वसनीयता बढाउनको लागि हामीले काम गरेका छौँ। कति सफल हुन्छौँ त्यो मलाई थाहा छैन, तर सफल भएनौँ भने पनि विद्यार्थीलाई मार पर्न चाहिँ हामी दिँदैनौँ। एउटा गुनासो लामो समयदेखि रहँदै आएको छ। त्यो गुनासो के हो भने हामीले शिक्षकलाई पोकाका पोका उत्तर पुस्तिका दिने, उहाँहरू दिउँसो स्कुलमा पढाउन जाने या क्याम्पसमा पढाउन जाने, त्यसले गर्दाखेरि बिहान आएर परीक्षण केन्द्रमा आएर उत्तर पुस्तिका परीक्षण गर्नलाई उहाँहरूलाई समय हुँदैन। बिहान अब 7 बजेतिर पुग्ने र हतार गरेर परीक्षण गर्ने र 10 बजेसम्ममा आफू पढाउने स्कुल कलेजमा पुग्नुपर्ने बाध्यता। त्यसले गर्दाखेरि उहाँले पोका जुन पाउनुहुन्छ त्यसलाई कति चाँडै फाड्ने भन्ने नियतले राम्रोसँग हेर्नु न, एक केलाएर हेर्नु न, खालि सामान्यतः सुरुको जुन वाक्यहरू लेखिएका हुन्छन् तिनीहरू हेरेर त्यसका आधारमा उहाँहरूले त्यसलाई त्यो विद्यार्थीले कतिसम्म लेख्या हुनसक्छ भनेर अनुमानका भरमा त्यसरी उहाँहरूलाई अङ्क प्रदान गर्ने भन्ने खालको प्रवृत्ति छ। त्यो प्रवृत्ति देखिएको पनि छ र भनौँ न सरकारी निकायका पदाधिकारीले स्वीकारेको कुरा पनि हो, यो गुनासो पनि हो। यसका बारेमा हामीले के काम गरिरहेछौँ या यो पटक गरिएन के होला सर? यसपालि तपाईँले भनेको कुरा मैले आउने बित्तिकै सुनेको थिएँ र यसमा 3टा काम गरिएको छ। एउटा काम के गरिएको छ भने परीक्षण गर्ने बेलामा, परीक्षण गर्नुभन्दा अगाडि शिक्षकहरूलाई एक प्रकारको अभिमुखीकरण गरेर यस्ता त्रुटि आउँछन्, गत विगतमा यो त्रुटि आएको छ, यस्ता अहिले आउन नदिनुहोस् भनेर हामीले सप्रमाण त्रुटि देखाएका छौँ उहाँहरूलाई विगतको। दोस्रो काम तपाईँले धेरै पोका दिइन्छ भन्नुभयो। यसपालि हामीले चाहिँ अधिकतम 500, एकजना मान्छेलाई एउटा पोकोमा 500 त हुँदैन हाम्रो, 200 देखि 300 हुन्छ। त्यो पोको सकिसकेपछि सकेर बुझाएपछि मात्रै अर्को पोको दिने, 500 भन्दा बढी कपी कसैलाई पनि नदिने भनेर हामीले देशभरि निर्देश गरेका छौँ। अब तपाईँलाई थाहा छ, थाहा नभए पनि म भन्छु, हामीलाई यसै परीक्षाको कापी परीक्षण गर्नको लागि 30,000 शिक्षकहरूले दैनिक 7 घण्टा काम गर्नुभयो भने 15 दिन लाग्छ। हामीलाई त्यो समय लाग्छ। 1 घण्टामा कति परीक्षण गर्न सक्नुहुन्छ भन्ने कुरा त्यसको निर्धारण गरेका छौँ हामीले। त्यसैले उहाँलाई धेरै कापी दिएकै छैनौँ। मान्छे धेरै परिचालन गरेका छौँ, शिक्षकहरू धेरै परिचालन गरेर कापी थोर दिएका छौँ। त्यही कारण उहाँहरू सचेत भएरै हेरिदिनु भएको छ भन्ने लाग्छ। मलाई त के भनिएको छ भने हार्मोनी बजाए जस्तो अङ्क दिइन्छ, 2, 2.5, 3, 3, 2.5, 2 दिइन्छ भनेर। मैले शिक्षक साथीहरूलाई यही भनेको छु, तपाईँलाई हार्मोनियम बजाएर अङ्क दिने शिक्षक भनेर कसैले पनि औँला ठड्याउने वातावरण यसपालि नबनाइदिनुहोस् है। विद्यार्थीको लागि पढेर अङ्क दिनुहोस्। तपाईँ त गुरु हो, गुरुको ठाउँ राखिदिनुहोस् भनेको छु। त्यसकारण सायद त्रुटि कम भएको होला, त्यस्तो अङ्क कम भएको होला र उहाँहरूले पनि त्यो विवेक प्रयोग गर्नु नै भएको होला। किनकि शिक्षकलाई म त शिक्षकलाई विश्वास गर्छु, हृदयदेखि विश्वास गर्छु, उहाँले हेरिदिनु भएको सही छ भन्ने नै हामीले मान्ने। तर परीक्षा नियन्त्रण कार्यालयले के गर्छ भने अङ्क थोर दियो धेर दियो भन्ने होइन, कापीमा जे अङ्क ल्याएको छ त्यसलाई विश्लेषण गर्ने हाम्रो काम हो। कापीमा अङ्क चढाइदिने, रातो हरियो 2टा
मसीले अङ्क चढाइदिने काम त श्रद्धेय शिक्षकहरूले गर्ने हो। गुरुमाथि कहिले पनि अन्यथा म सोच्दा पनि सोच्दिनँ, अनादर हुन्छ भन्ने पनि सोच्दिनँ। उहाँले सही गर्नुभएको होला, त्यो सहीलाई हामी यथार्थ रूपमा विद्यार्थीलाई देखाइदिन्छौँ। यो के छ सर, अहिलेसम्मको स्थिति हेर्दाखेरि